भनेको यहाँको हाम्रो जिजु बराजुले चाहिँ सिरान चोक किरण चोकबाट चाहिँ हाम्रो यो भूमि चाहिँ उत्पन्न भएर त्यहाँ फोरफकर भएर चाहिँ यहाँ आइपुग्यो। यहाँ आइसकेपछि यहाँनिर उहाँहरूले रजाउनु भयो। रजाइसकेपछि हाम्रो यो कृष्ण अवतारी सुन सिकारी भन्ने चाहिँ यता छ। उहाँ चाहिँ हाम्रो जिजु बराजु चाहिँ बाँड खेल्ने अब पशु भए बुझ्ने होइन। अनि उहाँलाई चाहिँ के अरे यहाँ त अब नयाँ ठाउँमा त आइसक्यो त अब अर्काको अब आगोको डा आयो होला गोली आयो होला होइन। त्यस्तो भइसकेपछि चाहिँ उहाँहरूले चाहिँ हाम्रो जिजु बराजुलाई चाहिँ पालेर राख्नु भएछ कि। अनि पालेर राखेपछि अहिले हामी पुजारीले नै गर्नुपर्ने र हाम्रो यहाँ चाहिँ उत्पन्न भएको चाहिँ एकदम धेरै नै पुरानो भिरमा छ। भुमेदेवीको थलो त यहाँ होइन, उनको जन्मे थलो चाहिँ सिरामचौक किरामचौकमा रहेछ। त्यहाँ के चित्त बुझेन छ, उहाँबाट बसाइ आएछ। अनि यहाँ यो चौरो यो एरिया मन पराएर यहाँ बसोबास गर्नु भएछ। अनि त्यहाँबाट चाहिँ हाम्रो उता भाले खाने ढोकाएर चाहिँ हाम्रो कुल हो। अनि हाम्रो कुलाई नै हाम्रो जिजु बराजु च्यापचुप कहाँबाट आइपुगेछ। अनि हाम्रो च्यापचुपलाई भुमेदेवीले मन पराएर चौकीदार राखिदिएछ। ल छोटकरीबाट धेरै लम्ब्याउनुलाई अब यहाँ सत्यताको मन्दिर छ होइन। यहाँको अब यहाँको स्थानीय अब ठुलो लोकल मान्छेहरूले उ गर्ने अब नेतागणहरूलाई त हामीले भन्न त धेरैचोटि भनिसकेका छ। तर पनि यो ठाउँको संरक्षण चाहिँ भनेको हाम्रो वनले गरिरहेको छ। अब तल्लो थान माथिल्लो थान यो घेराबारदेखि लिएर गएर सबै राम्रो व्यवस्था चाहिँ अब वनले गर्यो। हाम्रो राष्ट्रिय निकुञ्ज वनले चाहिँ गरेछ होइन। अब वन कार्यालयले चाहिँ गर्यो। अब अहिले चाहिँ व्यवस्थित भएको छ। यो पर्यटकीय क्षेत्र हुने हो भने यहाँनिर धेरै सत्यता छ। अहिले यहाँ लमजुङ तनहुँमा कहाँ कहाँदेखि मान्छे यहाँ आउँछ यो पूजा पाठ। हाम्रो वन कार्यालय पनि अब यो दुईटा मन्दिरलाई निकै नै माया गरेको कारणले हाम्रो वन कार्यालय फलोस् फुलोस्। हेर्नुहोस् हामीले पुजारीको मुखबाट चाहिँ अझै फलोस् फुलोस् र राम्रो होस्। वन कार्यालयलाई पनि हामीलाई मन्दिरलाई पनि वन कार्यालयले धेरै हेर्नु भयो। नमस्कार।